सहमति गर्छौं भन्ने तर सहमति हुन नदिने, बिहान एउटा कुरामा सहमत हुने, एकछिनपछि आउँदा त्यो कुरामा सहमति भएकै थिएन भनेर भन्ने। संविधान बनाउन छोडेर संविधान सभामा भूमिका खेल्नुपर्ने दल बाहिर निस्किएर कता त्यान्द्र भेटिन्छ, कता सिङ्गो भेटिन्छ, भेला गरेर संयुक्त मोर्चा संविधान बनाउन खोजे भने उत्पात मचिन्छ, अनहोनी हुन्छ, रगतको खोलो बग्छ, साह्रै अनिष्ट हुन्छ भन्ने। अनि संविधान सभामा संविधान बनाउँदा अनिष्ट हुने भए आएका किन? संविधान सभाबाट संविधान दिनु छ तर संविधान दिन खोज्यो भने अनिष्ट हुन्छ। संविधान र कानुन अनुसार नियमावली अनुसार चल्न खोज्यो भने ठुलो अनिष्ट हुन्छ भन्छन्। लोकतान्त्रिक ढङ्गले चल्न खोज्यो भने ठुलो अनिष्ट हुन्छ भन्छ। अलोकतान्त्रिक ढङ्गले चल्ने कस्तो परिपाटी, संविधान नियमावली अनुसार नचल्ने कस्तो लोकतन्त्रको पक्ष पोषण गरेको। आजको जमानामा त एउटा तानाशाहले पनि आफूलाई पनि यसो जनतालाई देखाउन पनि ऐन बनाएको हुन्छ, संविधान जारी गरे हुन्छ। यहाँ त संविधानका कुरा गर्यो भने बुर्क उफ्रिन्छ, पाखुरा खैँचिन्छ। क्षति भइरहेको छ एमालेका विरुद्ध पनि र लोकतान्त्रिक शक्तिहरूको, संविधान बनाउनु पर्छ भन्ने शक्तिहरूको 2/3 वा सोभन्दा बढी जुन छ त्यसलाई खत्तम पार्ने अर्को षड्यन्त्र भइरहेको छ। एउटा धेरै सोधिने प्रश्न, माघ 8 गतेपछि सरकार के हुन्छ? खुब सोधिने प्रश्न छ। म सबैलाई भन्न चाहन्छु, नेकपा एमालेको ध्यान सरकारमा होइन, एमालेको कुनै नेताको ध्यान कुर्सीमा होइन, नेकपा एमालेका नेताहरूको ध्यान संविधानमा। हामी देशका लागि काम गरिरहेका छौँ, पद र ओहदाका लागि होइन। जाडोले मान्छे कठ्याङ्ग्रिएर मरिरहेको छ, त्यसलाई न्यानो दिने कुरा छैन, जातका। मैले खाना पाइनँ भन्छ, के भोक जाडो खाने कुराको पनि कुरा गर्ने जातका कुरा। बिमारी भयो उपचार पाइनँ भनेर भन्छ, के बिमारीको उपचारको कुरा गरेर जात। मैले छोराछोरी पढाउन सकिनँ हजुर भन्छ, के छोराछोरी पढाउने कुरा गरेर जातका कुरा। अब अरूको शासित भएर बसिँदैन, आत्मनिर्णयको अधिकार सहित स्वायत्त गणराज्य यहाँ चाहियो, त्यसका लागि लड। बिचरा स्वायत्त गणराज्य बाँच्यो भने त हो। जात भनेको कुनै माग हुन्छ? जात भनेको के हो? जागिर हो, उद्योग धन्दा हो, कल कारखाना हो, बिजुली हो, पोल हो, ट्रान्सफर्मर हो, सिँचाइ गर्ने ठुलो नहर हो। जात भनेको वास्तवमा कुनै माग होइन, एउटा भावना मात्रै हो। जात भनेको कुनै माग हुँदैन, न त्यसले एक चौरो पानी ल्याउँछ, न बाजा खेतमा सिँचाइ गर्छ, न सुने खाना खान्छ। त्यसकारण हामी जात भन्दा दुईटा जातको छ भने छिमेकी दुईटा जातको छ, एउटा मेरै जातको, एउटा अर्को जातको। अर्को जातकोलाई बढी समस्या छ, उसलाई चाहिँ हेर्ने कि मेरै जातकोलाई हेर्ने? न्याय के हो? बढी समस्याग्रस्तलाई हेर्नु पर्दैन? राज्यले अब राउटे, चेपाङ, दराई, चमार, दुसार अथवा च्यामे, कोडे आदि गरिएका दलित, उत्पीडित, पछाडि परेका, सीमान्तकृत र गरिबका छोराछोरीहरूलाई आवासीय ढङ्गले निःशुल्क पढाउने, उनीहरूको स्तर वृद्धि गर्ने। आवासीय ढङ्गले पढाएर स्तर वृद्धि गर्ने काम होइन। स्वायत्त गणराज्य पाउँछ भनेर उल्क्याएर छोराछोरी पढाउन पाएको छैन स्वायत्त गणराज्य। एकपल्ट मैले एउटा प्रसङ्गमा भनेको थिएँ, कुनै रुखमाथि बाँदर चढ्यो भने हाँगो हल्लिनु त स्वाभाविकै हो, हल्लिन्छ, त्यो स्वाभाविक हो। संविधान सभामा कस्ता कस्ता शक्ति आएका छन्, तिनीहरू आएपछि हल्लिँदैन।
कार्यान्वयन गरिएको छ, तर रुखै भाँच्ने होइन, आगो हल्लिनेसम्म हो। त्यसकारण हामी जातभन्दा दुईटा जातको छ भने छिमेकी दुईटा जातको छ, एउटा मेरै जातको, एउटा अर्को जातको। अर्को जातकोलाई बढी समस्या छ, उसलाई चाहिँ हेर्ने कि मेरै जातकोलाई हेर्ने? न्याय के हो? बढी समस्याग्रस्तलाई हेर्नु पर्दैन? राज्यले अब राउटे, चेपाङ, दराई, चमार, भुसार अथवा च्यामे, कोडे आदि गरिएका दलित, उत्पीडित, पछाडि परेका, सीमान्तकृत र गरिबका छोराछोरीहरूलाई आवासीय ढङ्गले निःशुल्क पढाउने, उनीहरूको स्तर सहमति गर्छौँ भन्ने, तर सहमति हुन नदिने। बिहान एउटा कुरामा सहमत हुने, एकछिनपछि आउँदा त्यो कुरामा सहमति भएकै थिएन भनेर भन्ने। संविधान बनाउन छोडेर संविधान सभामा भूमिका खेल्नुपर्ने दल बाहिर निस्किएर कता त्यान्द्रो भेटिन्छ, कता सिङ्गो भेटिन्छ, भेला गरेर संयुक्त मोर्चा। संविधान बनाउन खोजे भने उत्पात मचिन्छ, अनहोनी हुन्छ, रगतको खोलो बग्छ, साह्रै अनिष्ट हुन्छ भन्ने। अनि संविधान सभामा संविधान बनाउँदा अनिष्ट हुने भए आएका किन? संविधान सभाबाट सकिन हजुर भन्छ, के छोराछोरी पढाउने कुरा गरेर? जातका कुरा। अब अरूको शासित भएर बसिँदैन, आत्मनिर्णयको अधिकार सहित स्वायत्त गणराज्य यहाँ चाहियो, त्यसका लागि लड। बिचरा स्वायत्त गणराज्य बाँच्यो भने त हो। जात भनेको कुनै माग हुन्छ? जात भनेको के हो? जागिर हो, उद्योग धन्दा हो, कल कारखाना हो, बिजुली हो, पोल हो, ट्रान्सफर्मर हो, जलमा सिँचाइ गर्ने ठुलो नहर हो। जात भनेको वास्तवमा कुनै माग होइन, एउटा भावना मात्रै हो। जात भनेको कुनै माग हुँदैन, न त्यसले एक थोक पानी ल्याउँछ, न बाजा खेतमा सिँचाइ गर्छ, न सुने खाना खान्छ। संविधान दिनु छ, तर संविधान दिन खोज्यो भने अनिष्ट हुन्छ। संविधान र कानुन अनुसार, नियमावली अनुसार चल्न खोज्यो भने ठुलो अनिष्ट हुन्छ भन्छन्। लोकतान्त्रिक ढङ्गले चल्न खोज्यो भने ठुलो अनिष्ट हुन्छ भन्छन्। अलोकतान्त्रिक ढङ्गले चल्ने कस्तो परिपाटी? संविधान नियमावली अनुसार नचल्ने कस्तो लोकतन्त्रको पक्ष पोषण गरेको? आजको जमानामा त एउटा तानाशाहले पनि आफूलाई पनि यसो जनतालाई देखाउन पनि ऐन बनाएको हुन्छ, संविधान जारी गरे हुन्छ। यहाँ त संविधानका कुरा गर्यो भने दुर्ग उफ्रिन्छ, पाखुरा खैँचिन्छ। खेती भइरहेको छ एमालेका विरुद्ध पनि, र लोकतान्त्रिक शक्तिहरूको, संविधान बनाउनुपर्छ भन्ने शक्तिहरूको 2/3 वा सोभन्दा बढी जुन छ, त्यसलाई खत्तम पार्ने अर्को षड्यन्त्र भइरहेको छ। एउटा धेरै सोधिने प्रश्न, माघ 8 गतेपछि सरकार के हुन्छ? खुब सोधिने प्रश्न छ। म सबैलाई भन्न चाहन्छु, नेकपा एमालेको ध्यान सरकारमा होइन, एमालेको कुनै नेताको ध्यान कुर्सीमा होइन, नेकपा एमालेका नेताहरूको ध्यान संविधानमा। हामी देशका लागि काम गरिरहेका छौँ, पद र ओहदाका लागि होइन। जाडोले मान्छे कठ्याङ लिएर मरिरहेको छ, त्यसलाई न्यानो दिने कुरा छैन, जातका। मैले खाना पाइनँ भन्छ, के भोक जाडो खाने कुराको पनि कुरा गर्ने जातका कुरा। बिमारी भयो, उपचार पाइनँ भनेर भन्छ, के बिमारीको उपचारको कुरा गरेर जातका। मैले त छोराछोरी पढाउन